हेलो साथीहरु, दर्शन नमस्ते र फेरि पनि स्वागत छ हजुरले मेरो आजको सानो मिनी ब्लगमा र शुभ बिहान सबैजनालाई। र अहिले चाहिँ हेर्न सक्नुहुन्छ म चाहिँ अब अहिले आएको छु दुकानमा। हामी दुकानमा छौँ म र मेरो साथी त्यो साइडमा बसिरहेको छिन्, उसलाई चाहिँ नदेखाउनु भनेको छिन्, त्यसैले मैले देखाउन चाहिनँ, उसलाई देखाएको छुइनँ मैले हो। र दुकानको अगाडि पनि हेर्न सक्नुहुन्छ कस्तो दामी पहाड छ हो, देखेर चाहिँ मजै आउँछ। कस्तो दामी छ हो यहाँको भ्यू चाहिँ। यो जग्गामा चाहिँ आउने मान्छेहरू चाहिँ घुरेर घरतिर जानु मन गर्दैनन्। साँच्चै भनेको यस्तो धेरै राम्रो छ, यस्तो धेरै राम्रो छ, मलाई चाहिँ यस्तो धेरै मनपर्छ यसै पनि पहाडी इलाका। र खुबामा हजुरहरू कोही आउनुभयो भने जरुर यहाँ पस्न सक्नुहुन्छ माया दोकानमा होइन। र यहाँ चाहिँ दादाको दोकान हो चाहिँ, र हाम्रो साथी र म बसेको छौँ। त्यही हो, र ठन्डा धेरै नै छ र मलाई चाहिँ नुहाउनु मन लागिरहेछ। म चाहिँ नुहाउनु जाने भनेको हो, तर खै जाडोमा के हुन्छ मेरो हालत। जाडोमा फेरि पाप हुन्छ, पाप म नुहाएँ भने नुहाउनु मन छ। जाडो त्यस्तै हुन्छ, के गर्नु के नगर्नु। पाहाड चाहिँ क्या दामी के। यहाँ चाहिँ अलिकति रोड बनाउनु राम्ररी बनाउनु पर्ने अवस्था आएको रहेछ, किनभने रोड चाहिँ हल्का यस्तो छ। त्यहाँनिर बनाउँदै पनि छन् सायद, त्यहाँनिर हल्का बनाउँदै पनि छन्। र आज चाहिँ सन्डे र स्कुल चाहिँ छुट्टी छ होइन। चाहिँ गड्डा 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 यहाँनिर स्कुल छ, स्कुल थाहा छैन यो के स्कुल हो, नाम पनि लेखेको छैन, केही लेखेको छैन, मलाई हत्तो पत्तो केही थाहा छैन होइन। कति क्लाससम्म छ त्यो पनि मलाई थाहा छैन। यहाँ चाहिँ स्कुल हो यो चाहिँ, तर आज चाहिँ सन्डे हुनको कारणले हो, सन्डे हो नि त आज, अनि आज चाहिँ छुट्टी। वाह कस्तो दामी कि, कस्तो दामी, वाह मजै आउँछ यस्तो हेरेर पनि, कस्तो दामी। टक्कै यहाँ बसेर घाम ताप्नु आहा मजा आउँछ। स्कुलको भित्र त जानु मिल्दैन, त्यही पनि अब अहिले बन्द छ सायद। पिङ्की 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 पङ्की पङ्की, अझै फुल पनि कस्तो राम्रो निक्लिरहेको छ, कति प्यारा कलर छ यो पिङ्कमा। यसै त केटीहरूको फेभरेट कलर हुन्छ होइन पिङ्क, तर मेरो चाहिँ होइन है। त्यो पनि कस्तो प्यारा लागिरहेको छ पिङ्क पिङ्क पिङ्क। म कसरी नुहाउनु साथीहरू, म कसरी नुहाउनु, मलाई यस्तो धेरै जाडो भएको छ। आज त मैले ज्याकेट पनि धुलाउनु पर्ने हुन्छ, र मैले चाहिँ ज्याकेट पनि नल्याउनुको कारणले गर्दाखेरि गाह्रो भएको छ हो। एउटै ज्याकेट लिएर आएको छु, यो धुलाउँछु सोचेको। अब यो धुलाएँ भने म के लगाएर बस्नु, यस्तो धेरै चिसो छैन। र त्यहाँ हेर्न सक्नुहुन्छ त्यो पहाडको माथि माथि होइन, त्यो पहाडको माथि माथि त्यो साइडतिर त्यो साइडतिर चाहिँ त्यतानिर चाहिँ सबै मान्छेहरूले सफा गरेर त्यहाँनिर चाहिँ खेती गर्दो रहेछन् हो। त्यो साइडमा त्यो चाहिँ खेती गर्दा यत्रो माथि पुग्छन् मान्छेहरू खेती गर्नलाई हो है त्यतिका। र यहाँदेखि मान्छेहरू यो जग्गादेखि होइन, यो जग्गादेखि त्यहाँ पुग्छन्, त्यहाँनिर खेती गर्नु पनि त्यहाँनिर। त्यही हो, दामी छ जग्गा चाहिँ, जे पनि होस् जग्गा चाहिँ मलाई चाहिँ मन परेको हो। र कस्टमरहरू पनि त्यहाँ आएको छ हल्का, मलाई चाहिँ सरमै लागिरहेको छ, मान्छेले यस्तो खतराले हेरिदिइरहेको छन् मलाई, कहाँदेखि यस्तो खतरा ब्लगर आयो भनेर होला यस्तो हेरिरहेको छन्। केही छैन, सरमरम गर्दै पनि म बोल्नुपर्ने हुन्छ। र त्यही हो, र त्यही साथीहरू अब चाहिँ मनाउनु जानुपर्ने हुन्छ। जे जस्तो होस्, म फेरि बाँचेर आउँछु कि आउँदिनँ मलाई थाहा छैन, यस्तो धेरै ठन्डा लागिरहेको छ, कसरी नुहाउनु हो, पाप भएको छ मेरो। र साथीहरू आजको लागि यति नै, भेट्नुपर्छ अर्को ब्लगमा, अहिलेको लागि टाटा बाई बाई।